थियो। अब हाम्रो एकजना हाम्रो शैतान जस्तो मेयर साहबले चाहिँ कोही नआइज हाम्रो बच्चालाई अगाडि पठाउने भने बच्चालाई पठाइदिए मारिदिए कि सर। यति नभएको 80जना मर्थेनन् कि सर, सिरियसली भनेको कि सर। भनेको बालेन शाहले त्यो प्लानिङ बनायो भनेको स्ट्याटसले हेर्नु भएन हजुरले? कोही नआइज, अभियन्ता नआइज, पौला नआइज, कोही नआइज भने चाहिँ हामी अगाडि जानु मिल्यो त? त्यहाँ मिलेन नि त, आफ्नै साथीभाइ हो, भोगेन भन्नु न। हेर्नु न बालेनले गरेको आन्दोलन हो र त्यो जसले गरेको आन्दोलन भए पनि साथीले भनेपछि त जेस मान्दिउँ न। अब हाकिम मै बोस मै ठुलो सोच्थेँ, जनताले पनि सोचेको थिएँ, जेन्जीहरूले पनि सोचेको थिएँ त्यतिखेरसम्म। अहिले पो चिने होइन, हाम्रो भस्मासुर हो यो, महिषासुर हो यो भनेर अहिले पो थाहा पायो त यो मान्छेले है। हाम्रो दक्ष प्रजापति हो यो भनेर अहिले पो बुझ्यो त मान्छेले। त्यतिखेरसम्म त भगवानै सोच्थ्यो नि त मान्छेले। तर मलाई चाहिँ थाहा थियो यो राक्षस भन्ने कुरा पहिलेदेखि थाहा थियो, लगभग थाहा थियो। यसको नेचर खालि भत्काउने, बिगार्ने, लखेट्ने, गरिब देख्ने नहुने है, सिस्टममा पनि पुरै उ गर्ने, कसैलाई भेट्दै नभेट्ने, एम्बेसी मात्र लिने, यो राक्षस पारा होइन त सर। तपाईँ र बालेन शाहको त निकै राम्रो सम्बन्ध थियो भन्ने सुनेको थियौँ। तर मैले चाहिँ बुझ्दै गएँ कि यो कस्तो नेचरको मान्छे हो, यसको भित्री इन्डुसन के छ, भित्रदेखि यो कस्तो खालको हो भनेको। भित्रदेखि साह्रै राक्षस मान्छे रहेछ कि, साह्रै नेगेटिभ, साह्रै नकारात्मक। सङ्गत पनि उस्तै फेरि उसको भन्नु मिलाएको थिएन। किन बेकार मैले भन्नु भनेर हो खास। अब पहिले भनेर पनि के फाइदा, बेकार अब होइन, आफूलाई नराम्रो मात्रै त हो नि होइन। तर के भन्दा अब अति भएपछि चाहिँ भन्नै पऱ्यो भनेर मैले अस्ति गएर खोल्दा अलिकति पोल, अझै पनि धेरै खोल्न बाँकी छ। अझै मैले धेरै कुरा भन्यो भने त मुख देखाउन लायक पनि हुँदैन साथी तिमी है। त्यति धेरै कुराहरू छन् मसँग भन्नलाई उसको बारेमा। प्रमाण पनि छ कि? छ, सबै प्रमाण छ नि। बालेन शाहको विरुद्ध तपाईँसँग प्रमाण छ? सबैसँग छ नि सर, त्यो ठुलो कुरा होइन नि। त्यही भित्रका सबैलाई थाहा छ, सबैलाई थाहा होइन। के गलत गरेका छन् र बालेन शाहले? सबै त गलत, एउटा राम्रो काम भन्दिनुहोस् त, एउटा मात्र राम्रो काम। सिस्टोलमा हेर्नुहोस् उस्तै छ होइन होइन। भद्रकुमारी घलेको अनाथ आश्रम, वृद्धाश्रम, गुम्बा, पुस्तकालय भत्काएर चाहिँ के बनाउने हो? त्यहाँ के आवश्यक थियो? दिएको थिएन आमाले सबै कुरा है। अनि यो देश के मकै पोल्नेको होइन। एक ठाउँमा हरेक वडामा लगेर एक एकवटा चाहिँ बजार, हाट बजार बनाउन सकिँदैन। उनीहरूलाई ठाउँ दिनु पर्दैन। 15 लाखलाई बेरोजगार एकैचोटि बनाउने हो, लहर दिने हो, गरिब दुखीलाई काठमा बस्न नदिने हो। के राम्रो गरेर चाहिँ अहिले घर भत्काउने र बिगार्ने बाहेक एउटा बनाएको भन्नु ल, एउटा मात्र भनिदिनु। जहाँ एउटा बागमती सफा गर्न सक्दैन तोरीले, विष्णुमती, रुद्रमती, म त यही सफा गर्ला। मलाई 2टा मात्र इन्ट्रेस्ट थियो म मेयर बनाउनुमा। एउटा सिस्टोल सफा गर्दैन, आनन्दले त्यहाँ गएर चैनसित मैले ध्यान गर्न पाउँला। एउटा